दुर्गा अफिसियल युट्युब च्यानलमा हजुरलाई स्वागत छ। फेरि पनि नयाँ कथा लिएर आइसकेको छु। आकाश र स्मृतिको कथा। पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो, शीतलपुर। त्यही गाउँमा आकाश र स्मृति बाल्यकालदेखि नै साथी थिए। दुवैले एउटै स्कुलमा पढे, एउटै बाटो हिँडे र सधैँ जस्तो सपना पनि एउटै साझा गर्थे। दुवै बीचको मित्रता यतिसम्म गहिरो थियो कि गाउँलेहरू उनीहरूलाई दुई शरीर एक मन भनेर चिन्थे। समय बित्दै गयो। दुवै कलेज पढ्न सहर आए। कलेजको वातावरण नयाँ थियो, चहल पहल थियो। तर आकाश र स्मृतिको सम्बन्ध झनै गाढा हुँदै गयो। कलेजका साथीहरूले बिस्तारै उनीहरूलाई जोडीकै रूपमा हेर्न थाले। तर आकाशले भने कहिले खुलाएर बोल्न सकेनन्। उसलाई डर लाग्थ्यो, मैले मनको कुरा बोले भने कतै हाम्रो मित्रता नै नटुटोस्। एक दिन कलेजमा सांस्कृतिक कार्यक्रम थियो। स्मृतिले गीत गाउने जिम्मा पाएकी थिइन्। आकाशले पहिलोपटक उसलाई स्टेजमा देखे। दीपकको उज्यालो सेतो वेशभूषा अनि उसको मुस्कान। उसलाई लाग्यो, हो यही हो मलाई जीवनभरि चाहिएको रुहानी साथी। कार्यक्रम सकिएपछि आकाशले धेरै हिम्मत बटुले। उसले स्मृतिलाई पहाडको दृश्य देखिने पुरानो चौतारीमा लगे, जहाँ दुवै बाल्यकालमा धेरै खेल्थे। सानो हावा चल्दै थियो। झ्यालुङ्गे रुखहरू सरसर गरिरहेका थिए। आकाशले काँपिरहेको आवाजमा भने, स्मृति, मलाई थाहा छ हामी धेरै वर्षदेखि साथी हौँ, तर म तिमीलाई साथीभन्दा बढी मन पराउँछु। स्मृतिले केही क्षण मात्र आकाशको आँखामा हेरिरखिन् अनि मुस्कुराउँदै भनिन्, मैले त यो कुरा धेरै पहिलेबाटै थाहा पाएकी थिएँ आकाश, म पनि तिमीलाई मन पराउँछु। त्यसपछि उनीहरूको जीवनमा वसन्त छुट्टै तरिकाले बिरायो। दुवैजनाले पढाइ सकाए। आकाशले जागिर सुरु गरे। स्मृतिले पनि कलेजमा पढाउन थालिन्। जीवन सहजै अघि बढिरहेको थियो। तर जीवन सधैँ सपना झैँ कहाँ हुन्छ र? स्मृतिलाई एक दिन अस्पतालले फोन गरियो। आकाश दुर्घटनामा परेका छन्। उसलाई संसार नै अन्धकार भयो। आकाशलाई होस आउन 2 हप्ता लाग्यो। डाक्टरले भने शरीर निको हुन्छ, तर उसलाई धेरै समय र धेरै हेरविचार चाहिन्छ। स्मृतिले आफ्नो काम छाडिन्। दिनरात आकाशको हेरविचार गर्न थालिन्। आकाशले आँसु झार्दै भने, स्मृति, म अब पहिले जस्तो छैन। किन यति धेरै दुःख गरिरहेकी छौ? स्मृतिले उसको हात समाउँदै भनिन्, माया त केवल रमाइलो पलको लागि मात्र होइन आकाश। दुःखमा साथ नदिने माया, माया नि कहाँ हो र? महिनौको उपचारपछि आकाश फेरि हिँड्न सक्षम भए। उनीहरू पहिले चाहिँ चौतारीमा पुग्थे, पहाडको हावामा सास फेर्थे र पुराना सम्झनाहरू ताजे हुन्थे। एक साँझ स्मृतिले ढुङ्गा सरी राखिएको पुरानो दिया बाल्दै भनिन्, हेर
यस्तो उज्यालो कहिलेकाहीँ धमिलो हुन सक्छ, तर निभेन। साँचो माया पनि त्यस्तै है, कहिले कमजोर देखिन्छ तर कहिले समाप्त हुँदैन। आकाशले मुस्कुराउँदै उसको हात समाए, त्यो चौतारी, त्यो हावा र उनीहरूको धड्कनले एकै स्वरमा भन्यो, साँचो प्रेम कहिले समाप्त हुँदैन। आकाश र स्मृतिको कथा यही समाप्त हुन्छ। हजुरहरूलाई यो कथा के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।